हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानलमा चाहिँ एकदमै स्वागत छ र आज पनि नयाँ भिडियो लिएर आएको छु जो तपाईँलाई म एकदमै देखाउनलाई आतुर पनि छु र यो भिडियोको टाइटलको नाम रहेको छ चमेली भन्ने सायद तपाईँले सुनिराख्नु भएको छ र बजारमा यत्तिकै चलिरहेको छ र टिकटकमा त सोसियल मिडिया भन्नै पर्दैन। सो यो भिडियोमा आज म रियाक्सन गर्दैछु जो मेरो मनपर्ने जो फेभरेट सिङ्गर हुनुहुन्छ एकदेव लिम्बू। सो उहाँ एकदमै बिगेस्ट फ्यान हो। सो आज म झन् त्यति नै खुसी पनि छु होइन। अनि त्यहाँपछि त्यसमा एक्ट्रेस पनि झन् तपाईँलाई म देखाइहाल्छु होइन। पुरानादेखि नयाँसम्मका सबैजना हुनुहुन्छ। सो चमेली चमेली तिमी छौ मेरो मनभरि। हाम्रो एकदेव दादाको चाहिँ होइन यो टोन छ नि त्यहाँको भोइसको उफ यस्तो सुरिलो छ नि पुरै सोच्नुहोस् क्या। चमेली चमेली तिमी नै हो मेरो सन्नानी। तिम्रो पछ्यौरी उडै लाग्यो नि यो चञ्चले बिरतीको हावैले। आँखा गाछलो रूपै लजालु मनै खायो कटकै तिम्रो मायाले। नाम तिम्रो के होला गाउँ तिम्रो कहाँ होला भन तिम्रो सबै कुरा फेरि भेट नहोला। चमेली चमेली तिमी छौ मेरो मनभरि। चमेली चमेली तिमी नै हो मेरो सन्नानी। रातो कालोमा पैसा चढेको रातो कालोमा पैसा चढेको चुमो चुमो लाग्छ चुमो चुमो लाग्छ। धेरै छ नि मनमा कुरा धेरै छ नि मनमा कुरा भन्न लाज लाग्छ भन्न लाज लाग्छ। लुकी लुकी छोरी छोरी नजिस्कौ नानी ए नानी ए नानी ए नानी। चमेली चमेली तिमी छौ मेरो मनभरि। चमेली चमेली तिमी नै हो मेरो सन्नानी। चमेली चमेली तिमी छौ मेरो मनभरि। चमेली चमेली तिमी नै हो मेरो सन्नानी। मायाले बोलेपछि रिस पनि मर्छ रे मैले दिएको माया चिनो सँगलेर राख है। मायाले बोलेपछि रिस पनि मर्छ रे मैले दिएको माया चिनो सँगलेर राख है। चमेली चमेली तिमी छौ मेरो मनभरि। गाइस निरुता सिंह मेरो सानो बचपनमा हुँदाखेरि चाहिँ फेभरेट एक्ट्रेस हुनुहुन्छ। उहाँ चाहिँ सायद तपाईँको पनि हुनुहुन्थ्यो होला कुनै टाइममा होइन त्यो टाइममा। सो स्टिल अझै पनि त्यहाँ चाहिँ यङ हुनुहुन्छ क्या। कसम भनेको त्यहाँ जस्तो हुनुहुन्थ्यो त्यस्तै हुनुहुन्छ क्या अहिलेसम्म साँच्चै भन्दाखेरि। चमेली चमेली तिमी नै हो मेरो सन्नानी।
साँच्चै भन्दाखेरि साथीहरू चाहिँ हाम्रो निरुता सिंहको चाहिँ मैले सबै मुभी हेरेको छु क्या, कुनै छोडेर होइन। तर त्यहाँको चाहिँ होइन, म चाहिँ अझै पनि चाहन्छु क्या त्यहाँ चाहिँ कमब्याक होस् चाहिँ क्या मुभीमा क्या, होइन। अब थ्याङ्क यू सो मच होइन, एकदम दाइ चाहिँ अब त्यहाँले चाहिँ आफ्नो अब एक्ट्रेस राख्नु भएको रहेछ भिडियोमा चाहिँ, एकदमै त्यहाँलाई चाहिँ थ्याङ्क यू सो मच दाइ होइन। एकदमै खुसी लाग्छ क्या। अनि पहिला हामीले अब त्यो जेनेरेसनमा हुँदाखेरि चाहिँ होइन, त्यो बचपनमा हुँदाखेरि आफूले लुकी लुकी फिल्म हेरिन्थ्यो उहाँहरूको चाहिँ, आज चाहिँ देख्दाखेरि चाहिँ खुसी लाग्छ। सो थ्याङ्क यू सो मच होइन दाइ है सबैजनालाई। सो निरुता सिंह दिदीलाई चाहिँ हेर्न पाइयो अझै पनि खुसी लाग्छ। सो स्टिल त्यहाँ त्यस्तै हुनुहुन्छ। सो आउने दिनहरू पनि हेर्न पाइयोस्। सो यो भिडियो चाहिँ धेरै लामो भइसक्यो होला चाहिँ। सो थ्याङ्क यू सो मच फर वाचिङ गाइस। तपाईँहरूको माया सधैँभरि रहिरहोस् र सब्सक्राइब गरिदिनु होला र कमेन्ट गरिदिनु होला कस्तो लाग्यो र कमेन्टमा भनिदिनु होला पनि है त।